चाहिँ हामी अहिले हामी कहाँ खाम तामनगर चोकमा हामी तामनगर चोकमा खाम अहिले हामी अर्घाहाँचीको सुपादेउराली मन्दिर जान लागिरहँ यतिखेर सबै ग्रुप जान लाग्छ अनि हामीले बस चाहिँ पाइरहेको छैनौँ कुरेर 1 घन्टादेखि बसिरहेछौँ यहाँ यो सुनबारी डाँडा जाने आयो तर जाने चाहिँ कता हो गाडी आएको आएछ तर हामीलाई अर्घाहाँची जाने चाहिँ हामीले गाडी पाइरहेको होइन चाहिँ यहाँ छैन अझैसम्म हामी यहाँ धेरैजना छौँ नि त धेरै ग्रुप छौँ फाइनल्ली 10-15 मिनटको पर्खेपछि गाडी आइसकेको छ तर सिट त छैन हामीले हामी हामी सबै एकजना मात्रै सुन्नु न अगाडि अगाडिको सिटमा जाऊ हेर्न पाइन्छ यो नभए जान त गलत बनाउने मान्छे अगाडि बस्छ ए मन जान मगासी नि हुन्छ कि न ल काइदा हुन्छ ओके बहिनी पनि गइन् सानी पनि गइ केट न केटी खान्छ हामी चढ्यौँ है हामीले पायौँ ए पाण्डु कता हेरि हिँड्ने यता हेरिदेऊ त ल यही झ्याल नजिकै छ हाम्रो हेर न हामी यहाँबाट भ्यू हेर्दै हेर्दै जान्छौँ ल गोरुसिङ्गेमा रोक्यो गोरुसिङ्गे हो कि गोरुसिङ्गे ल झर त कहाँ आयो हामी के अरे गोरुसिङ्गे होइन कति बेर लाग्यो यहाँ आइपुग्न तामनगरदेखि 1-1.5 घन्टै लाग्यो 1-1.5 घन्टाको यात्रापछि हामी यहाँ आयौँ अझै छ 3 घन्टा ड्याङ्गै छ हो साह्रै लामो यात्रा भएछ हामी वहाँ पुग्यौँ अनि यहाँ चाहिँ नि गाडीहरू रोक्ने अनि फलफुल दोकानहरू नास्ताहरू केही बाटोमा खाने यता चिया नास्ता पकाएकै नास्ताहरू पनि पाइने ठाउँ रहेछ ल अब हामी चाहिँ यहाँबाट हिँड्न लागिसकेको गोरुसुङ्गेबाट हामी हिँड्न लागिरहेको छौँ टक्कै गाडी पनि हिँड्यो यहाँ चाहिँ वनको बाटो छ पुरै अनि कस्तो बस्ने ठाउँ भिडभाड छ कि आनन्दले हिँड्न पाइएछ भिडभाड एकदम भिडभाड छ हजुर त आरामले हिँड्नुभयो म त एकदम ठिक ठाउँ एकदम म त लग्जरियस ठाउँमा एकदम झ्यालको आडामा पाइरहेको हाम्रो ग्रुपबाट हजुर मात्रै एउटा लक्की पर्सन होला यस्तो आनन्दले ट्राभल गरेको होइन हामीहरूको त यस्तो हालत थियो डबल सिङ्गल फाइनली हामी अर्घाहाँची टेकिसकेका छौँ सुरुमा हामी उता रूपन्देहीबाट कपिल वस्तुबाट हामीले त अर्घाहाँची चाहिँ टेकिसकेका छौँ यिनलाई नदेखाइदिएको हाँस्दै अब पानी हाँस्न पर्छ म ट्याक्क झ्यालमा हो यसरी हेर्दै जान पाइन्छ मजा भयो अब हामीलाई अलिक गाउँ एरियातिर छिर्यौँ है अब भिडियो चाहिँ एकदमै रमाइलो हुन्छ अहिलेसम्म हेर्नु होला एकदम फाइनल्ली हामी आइपुग्यौँ मन्दिर सही सलामत थोरै अघि रहेछ सर हावा चलेको यता माथि आएर ठुल्ठुलो पहाड पनि देख्न पाइने रमाइलो भइरह लाहुरे टाँसेको भिड चाहिँ अलि उता है हामी फेरि अलि उता गएर पनि हजुरलाई देखाउँछौँ लाहुरे टाँसिएको भिड अलि उता है चाहिँ लाहुरे टाँसिएको भिड चाहिँ हामी उता गएर हजुरलाई देखाउँछौँ मन्दिर भिडभाड हेर्नुहोस् हावा हेर्नुहोस् बिहानदेखि चाहिँ लाइनमा छौँ हेलो
हामी चाहिँ बल्ल देखिए हाम्रो भ्लगमा है। ए भूमि आइ भन युट्युबमा जान्छ लाइन हो सुक्खा देउरालीको। हाई खुसी दिदी ल त यहाँबाट यु टर्न लिएर यतातिर गयो है। यो पछाडिको लाइन यहाँ आएर यहाँदेखि यु टर्न लिएर यतातिर गएर त्यहाँबाट यु टर्न लिएर फेरि उतापट्टिको लाइनमा जाने हो। त्यो लाइन चाहिँ यहाँ गएर अनि बल्ल मन्दिरतिर जाने हो है। फेरि फोटोग्राफर आफैले पोज दिँदै फोटो खिचिदिने हो। फोटो खिच्ने मान्छेहरूबाट नर्मल उभिनु होला, तर फोटोग्राफरको पोज चाहिँ खतरै हुन्छ हाम्रो। मोबाइल चाहिँ नि मन्दिरभित्रै फस्यो है मेरो चाहिँ। खुट्टालाई नरिवल फोड्ने ठाउँ खोज्न हिँडेको हामी चाहिँ। कता आइछ त नि नरिवल फोड्ने ठाउँ हो यता यही लाइनबाट यता चाहिँ दिल्ला छो भिडियो भएन हजुर छुनु भएको थियो र मैले छोएरै। हामी यहाँ सुक्खा देउरालीको दर्शन गरेर निस्किसकेका छौँ। हाम्रो दर्शन पुरा भयो। पूजा सकेर पूजा सामग्रीको हिसाब किताब पनि सकेर कता हिँडेको यिनले चिनेको ठाउँमा लैजान्छ नि। बाइक देखाइदेऊ न त्यता। बाइक देखाइदेऊ ल भिडियोमा देखाइदेऊ। हो बाबुले चाहिँ बाइक किने न आज यसैमा बसेर जाने हो सबैजना। हाम्रो एटिएम 10 रुपैयाँ नदिनु नि हस्। हाम्रो एटिएम मलाई किन पिटेको हो? चल्दा फिर्ता एटिएम को हो यहाँ? 20 रुपैयाँ फाइदा भइसक्यो। खै हेरौँ। ए एटिएमले पैसा काट्दो रहेछ आज। चार्ज काट्यो 10 रुपैयाँ एटिएमले यहाँ। हैरान छ हाम्रो एटिएमले पैसै धेरै काट्ने। चार्ज महँगो छ कि यो एटिएमको। एटिएम हो अन्त फोन चलिरह हाम्रो। यो केबाट भिडियो बन्यो त नि? बरु नेट नचल्ने ठाउँमा भने पुरा मिल्थ्यो। ए मोबाइल ब्याङ्किङ नचल्ने ठाउँमा एटिएम चल्यो। त्यही त नेटवर्क नभएको ठाउँमा भन्नु न। एटिएमको मोबाइलले काम नगरेको अरूकोले गरे। आएको त देखाउनु हुन्न, त्यही भएर खाली प्लेट देखाउनु पर्छ। प्लेट यस्तो फोहोर गरेर छोड्ने मान्छेलाई के भन्न चाहनुहुन्छ? प्लेट यस्तो फोहोर गरेर छोड्ने मान्छेलाई के भन्न चाहनुहुन्छ? अनि त्यो खोर्सानी र पत्ताकोपी नखाने मान्छेलाई के भन्न चाहनुहुन्छ? देऊ न मलाई 5 रुपैयाँ पाण्डु देऊ न। हामी देख्यो त रानी, हामी देख्यो। हामी भूतो यहाँ हावा चल्छ। क्यामेरा अर्सीदेखि नै हामी भूतो यस्तो हावा चलेको त यहाँ हामी भूतमा गएर बस्ने हाम्रो। कत्रै हावा चल्छ देख्यो होइन मोबाइलको क्यामेरामा बस्केको ल न हावाले उडाइसक्यो यहाँ। उडायो हावा पनि त्यसरी सानो
अगाडि बढ्न दिएन जीवनमा फर्किँदैछौँ र अहिले हामी लाभ्रे टाँसिएको भिड हेर्न गइरहेछौँ किनकि हस् हस् अहिले किनकि धेरै मान्छेहरू यहाँ सुब्बा देउरालीमा चाहिँ लाभ्रे टाँसिएको भिड हेर्नको लागि पनि आउने गर्छन् कि मेन आकर्षणको केन्द्र नै त्यही हो के हो हजुर ल ठिक छ होइन होला जोरको होला नि कसले भने मलाई हावाले उडाइदिएला भनेर यो अग्लो मान्छेले मलाई हावाले उडाइदिएला भन्ने मास्क लगाएर यो मास्क लगाएको मान्छेले मलाई ल न्यु लुक आयो है हेर्न जाने बाटो यो हो है लाउरेको मन्दिर जाने लाउरे चप्काको बाटो जाने यो बाटो हो है लाउरेको चाहिँ लाउरे चप्केको हेर्न चाहिँ आधी मासतिर जानुपर्छ अरे यत्रो पहाड घुमेर त्यो माथिबाट जाने है यो बाटो बबोर भाइ मलाई ऐसुल भेट्टापार भन्थ्यो है ऐसुल चाहिँ एउटा चाहेर भइन्छ होइन बाटामा त भेट्दै थियो कि हेऱ्यो कालो कालो यहाँको यो कालो कालो चाहिँ नि लाउरे चप्केको ठाउँ यही हो है साथीहरू अर्को हाजीको सुब्बा देउरालीमा लाउरे चप्केको भन्ने चाहिँ त्यही कालो कालो हो त्यही हो लाउरे क्लियर देखियो है लाउरे ऐसेलु आहा कान्छो ए बा कान्छो त गएछ ढुङ्गा परेको जस्तै हो नि हजुरले भन्नु त आफ्नो राय ल यहाँदेखि छलङ्गै देखिने है ए खुसी यही लिनु एउटा हाम त दवा दुहर्ती पनि भयो कि भिडियो हेलो हामी फर्किसकेका छौँ हामी फर्किसकेका छौँ दर्शन गरेर हामी चाहिँ फर्क्यौँ कस्तो लाग्यो रमाइलो लाग्यो फ्युचरमा आउने हो कि नै फ्यामिलीसँग न सबै भएर आउने हो न हामी शीतगङ्गा नगरपालिकामा हुँदाखेरि म सुतेको बाणगङ्गा आएर रमाइलो छ जिन्दगी